आज हामी प्युठान जिल्लाको एउटा एकदमै महत्त्वपूर्ण धार्मिक स्थल स्वर्गद्वारीको बारेमा अलिक गहिरिएर कुरा गर्दैछौँ है। हामीसँग भएका जानकारीहरूले चाहिँ यो ठाउँको मतलब स्वर्गद्वारीको धार्मिक महत्त्व अनि यसको नाम कसरी रह्यो भन्ने कथा र अरू आकर्षणहरू पनि बताउँछन्। अनि त्यो स्कन्द पुराणको कुरा पनि छ नि हैन? पाण्डवहरू स्वर्ग जाँदा यहीँबाट गएका थिए रे। हो त्यही मान्यता छ। अनि अर्को सबभन्दा अचम्म लाग्दो कुरा त त्यो 1 शताब्दी भन्दा बढी भयो रे नि त्यो अखण्ड धुनी बलेको। एकदम, त्यो त स्वर्गद्वारीको मुख्य आकर्षण नै मानिन्छ। यो ठाउँ खासमा कहाँ पर्छ? स्वर्गद्वारी चाहिँ प्युठान जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब 26 किलोमिटर जति पश्चिममा पर्छ। पहाडको टुप्पोमा छ, एकदमै रमणीय ठाउँमा। अनि यो नाम स्वर्गद्वारी, स्वर्गको ढोका, यसको पछाडि त पक्कै त्यही पाण्डवहरूकै कथा जोडिएको हुनुपर्छ हैन त? हो, त्यही हो। महाभारतका पात्र मतलब 5 पाण्डवहरू उनीहरू जीवनको अन्तिमतिर स्वर्ग जाँदा यही बाटो भएर गएका थिए रे। त्यही भएर नै स्वर्ग जाने द्वार अर्थात् स्वर्गद्वारी नाम रहन गयो भन्ने जनविश्वास चाहिँ एकदम बलियो छ। कस्तो रोचक! कुनै ठाउँ यसरी महाभारत जस्तो पुरानो कथाहरूसँग जोडिँदा त्यसको महत्त्व नै अर्कै हुँदो रहेछ। हो त नि, त्यो पवित्रताको अनुभव नै फरक हुन्छ। 1 शताब्दी भन्दा लामो समयदेखि निरन्तर बलिरहेको आगो, यो त सुन्दैमा अचम्म लाग्छ नि। हो नि, यो त स्वर्गद्वारीको एकदमै मुख्य विशेषता नै हो। विक्रम सम्वत 1952 मा महाप्रभु बाल तपस्वी नारायण गौतमले यहाँ आश्रम स्थापना गर्नुभयो। 1952 मा भनेपछि त धेरै पुरानो कुरा भयो। हो, धेरै पुरानो। उहाँले चाहिँ विश्व शान्तिको कामना गरेर अखण्ड महायज्ञ सुरु गर्नुभएको थियो र त्यही बेला बालिएको धुनी आजसम्म पनि निरन्तर बलिरहेको छ भन्ने मान्यता छ। अनि अर्को एउटा चाखलाग्दो कुरा के छ भने मन्दिर परिसरमा सयौंको संख्यामा गाईहरू पालिएका छन्। आश्रमले त्यहाँ आउने जाने भक्तजनहरूका लागि खाना र बस्ने व्यवस्था मिलाउँछ। अनि गाई पालन त्यसैको लागि जस्तो दूध, दही, घिउको लागि सहयोगी भएको हुन सक्छ। यो आतिथ्य सत्कारकै एउटा पाटो जस्तो देखिन्छ। भनेपछि यहाँ दर्शन गर्न आउनेहरूको संख्या पनि त निकै धेरै हुनुपर्छ। एकदम धेरै। नेपालका विभिन्न ठाउँबाट त आउने नै भए अनि छिमेकी देश भारतबाट पनि ठूलो संख्यामा श्रद्धालुहरू स्वर्गद्वारी पुग्छन्। भारतबाट पनि? हो। यसले गर्दा स्वर्गद्वारी एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय हिन्दू तीर्थस्थल जस्तै बनेको छ।